आउनुहोस् आज एउटा गज्जबको विषयमा चर्चा गरौँ। आजको हाम्रो यो विश्लेषणमा हामी कानुनको विशाल ब्रह्माण्डलाई एउटा सानो तर अचम्मको नक्सा मार्फत बुझ्ने प्रयास गर्दैछौँ। त्यो नक्सा के हो थाहा छ? बर्दियाको सनराइज स्कुलको कक्षा 11 को विधिशास्त्र अर्थात् जुरिस्प्रुडेन्सको परीक्षाको प्रश्नपत्र। सुन्दा ठ्याक्कै पत्यार नलाग्न सक्छ, तर यो एउटा प्रश्नपत्रले कानुनको जरैदेखि आधुनिक प्रयोगसम्मको कुरालाई यति मजाले समेटेको छ नि कुरै छोडौँ। ल त ढिला नगरी यो कानुनी यात्रा सुरु गरिहालौँ है। आज हामी मुख्यतः यी 5 कुराहरू हेर्नेछौँ। 1. विधिशास्त्रको आधार। 2. कानुनको वर्गीकरण। 3. कानुनी व्यक्तिको अवधारणा। 4. अधिकार, स्वामित्व र सम्पत्ति। अनि 5. आधुनिक कानुन र यसका प्रयोगहरू। एकदमै अमूर्त कुराबाट सुरु गरेर हाम्रै दैनिक जीवनका कुराहरूमा पुग्नेछौँ। त्यसो भए हाम्रो पहिलो खण्डबाटै सुरु गरौँ। विधिशास्त्रको आधार अर्थात् कानुनको जरा खोतल्ने काम। ल अब यो प्रश्नबाट सुरु गरौँ। सनराइज स्कुलको प्रश्नपत्रको पहिलो प्रश्न यही छ, विधिशास्त्र भनेको के हो? तपाईँ हामी सबैलाई एकछिन सोच्न बाध्य बनाउने प्रश्न हो यो। आखिर यो कानुन भन्ने चिज के हो त? एकदमै सरल भाषामा भन्नुपर्दा नि विधिशास्त्र भनेको कानुनको सैद्धान्तिक अध्ययन र यसको दर्शन हो। यो भनेको कानुनको दफा यतिमा यो लेखेको छ भनेर कण्ठ गर्ने कुरा होइन क्या। बरु त्यो नियम किन बन्यो, यसले समाजमा कसरी काम गर्छ भन्ने कुराको चुरो कुरो बुझ्ने कला हो। यहाँनिर सबैभन्दा रोचक कुरा त के छ भने कानुनलाई हेर्ने फरक फरक दृष्टिकोणहरूलाई यहाँ तुलना गरिएको छ। हेर्नुहोस् त, प्राकृतिक कानुन, ऐतिहासिक सम्प्रदाय, विश्लेषणात्मक सम्प्रदाय र हाम्रो आफ्नै पूर्वीय सांख्य दर्शन। पश्चिमी विश्लेषणात्मक ढाँचाले कानुन भनेको शासकको आदेश हो भन्छ। ऐतिहासिक सम्प्रदायले यसलाई समाजको विकाससँग जोड्छ। प्राकृतिक कानुनले नैतिकता खोज्छ भने सांख्य दर्शनले प्रकृति र पुरुषको सन्तुलनमा कानुन देख्छ। यसको मतलब कानुनलाई एउटै मात्र चस्माले हेरेर पुग्दैन रहेछ, होइन त? अब अर्को महत्त्वपूर्ण कुरा, कानुन आउँछ कहाँबाट? यो प्रश्नपत्रले प्रथा, नजिर र स्थानीय कानुन निर्मातालाई मुख्य स्रोत मानेको छ। विशेष गरी हाम्रो नेपालको सन्दर्भमा नजिर अर्थात् प्रेसिडेन्टको भूमिका एकदमै ठूलो छ। अदालतले पहिले गरेका फैसलाहरू नै पछिल्ला मुद्दाहरूका लागि कानुन बन्छन्। वर्षौंदेखि चलेका प्रथाहरू र स्थानीय तहले बनाएका नियमहरू पनि त हाम्रै जीवनका कानुन हुन् नि। अब अगाडि बढौँ। खण्ड 2 तर्फ कानुनको वर्गीकरण। कानुनी प्रणालीलाई कसरी बाँडिएको छ त? कानुनलाई बुझ्न दुईवटा महत्त्वपूर्ण अवधारणाहरू छन्, सारवान कानुन अर्थात् सब्स्ट्यान्टिभ ल र कार्यविधि कानुन अर्थात् प्रोसिडुरल ल। सारवान कानुनले हाम्रो अधिकार र दायित्व के हो भनेर तोक्छ, तर कार्यविधि कानुनले नि त्यो अधिकार खोसिँदा अदालत कसरी जाने भनेर कसरी भन्ने पाटो सिकाउँछ। एउटाले गन्तव्य देखाउँछ, अर्कोले बाटो। अनि यो कुराले अर्को एउटा ठूलो भिन्नतालाई पनि प्रष्ट पार्छ, फौजदारी र देवानी कानुन। फौजदारी कानुनले चोरी, हत्या जस्ता समाज वा राज्य विरुद्धका ठूला अपराधहरू हेर्छ, तर देवानी कानुनले चाहिँ व्यक्ति बीचको झगडा जस्तै जग्गाको विवाद वा लेनदेनको कुरा मिलाउँछ। प्रश्नपत्रले यो भिन्नतालाई मज्जाले केलाउन लगाएको छ। त्यसैगरी कानुन कहाँ लागू हुन्छ भन्ने आधारमा यसलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन भनेर पनि बाँडिएको छ। देशको सिमानाभित्र लागू हुने राष्ट्रिय कानुन अनि देश-देशबीचको सम्बन्ध चलाउने अन्तर्राष्ट्रिय कानुन। यसरी हेर्दा कानुन त हाम्रो घर आँगनदेखि विश्व मञ्चसम्मै फैलिएको छ नि। अब जाउँ खण्ड 3 मा, कानुनी व्यक्तिको अवधारणा। साँच्चै कानुनको नजरमा व्यक्ति भनेको को हो त? सुन्दा अलि अचम्म लाग्न सक्छ, तर कानुनले व्यक्तिलाई 2 भागमा बाँड्छ, प्राकृतिक व्यक्ति र कृत्रिम व्यक्ति। प्राकृतिक व्यक्ति भनेको तपाईँ हामी जस्ता हाडमासुका मान्छे, तर कृत्रिम व्यक्ति भनेको चाहिँ कानुन आफैले बनाएका संस्थाहरू हुन्, जस्तै कुनै कम्पनी वा विश्वविद्यालय। कानुनले यस्ता संस्थालाई पनि मान्छेलाई जस्तै मुद्दा हाल्ने वा सम्पत्ति जोड्ने अधिकार दिएको हुन्छ। अब यो प्रश्न हेर्नुहोस् त, यसले पक्कै पनि तपाईँको ध्यान आकर्षण गर्छ। गर्भको बच्चाको कानुनी हैसियत के हुन्छ? यो एकदमै गहिरो दार्शनिक प्रश्न हो। जन्मि नसकेको आमाको गर्भमै रहेको बच्चालाई पनि कानुनले सम्पत्तिको अधिकार जस्ता केही निश्चित अधिकारहरू दिएको हुन्छ। यसबाट के थाहा हुन्छ भने कानुनी व्यक्तिको दायरा हामीले सोचेभन्दा धेरै सूक्ष्म र संवेदनशील हुन्छ। यसपछि हामी चौथो खण्डमा पुग्छौँ, अधिकार, स्वामित्व र सम्पत्ति। मान्छेसँग के कस्ता कुराको कानुनी हक हुन्छ त? यहाँनिर धेरैजना झुक्किने कुरा आउँछ, भोग र स्वामित्व बीचको फरक। भोग अर्थात् पोजेसन भनेको कुनै चिज आफ्नो हातमा हुनु वा भौतिक नियन्त्रणमा हुनु हो।
तर स्वामित्व अर्थात् ओनरशिप भनेको त्यसमाथिको पूर्ण कानुनी अधिकार हुनु हो। भाडामा बसेको घरमा तपाईँको भोग त हुन्छ, तर स्वामित्व त घरबेटीकै हुन्छ नि, होइन र? यो एकदमै महत्त्वपूर्ण कुरा हो। अनि यो स्वामित्व कसरी घुम्छ त? यसका 3वटा चरण हुन्छन्: प्राप्ति, हस्तान्तरण र समाप्ति। पहिले कुनै सम्पत्ति प्राप्ति गरिन्छ, अनि कसैलाई बेचेर वा दिएर हस्तान्तरण गरिन्छ, र कहिलेकाहीँ कुनै कारणवश त्यो स्वामित्व समाप्त पनि हुन्छ। सम्पत्ति कानुनको पुरै चक्र नै यही हो। यी त भए सिद्धान्तका कुरा, तर यसलाई व्यवहारमा कसरी लागू गरिन्छ त? उदाहरणका लागि नेपालको मुलुकी देवानी संहिता 2074लाई हेरौँ। यसले कुन सम्पत्तिलाई अचल सम्पत्ति मान्ने भनेर प्रश्न तोकेको छ। जग्गा वा त्यसमा बनेका घरहरू जसलाई सजिलै यताउति सार्न सकिँदैन, तिनैलाई कानुनी रूपमा अचल सम्पत्ति मानिन्छ। फेरि कानुनमा सम्पत्तिको मात्र कुरा हुँदैन, हामीसँग अरू थुप्रै अधिकारहरू पनि हुन्छन्। सही र गलत छुट्याउने नैतिक अधिकार, राज्यले दिने मौलिक हक, अनि आफ्नो दिमागले सृजना गरेको कुरामा लाग्ने बौद्धिक सम्पत्तिको अधिकार। कानुनले हाम्रो भौतिक सम्पत्तिलाई मात्र होइन, हाम्रा विचार र मर्यादालाई पनि त्यत्तिकै जोगाउँछ। ल, अब हामी हाम्रो अन्तिम खण्डमा आइपुग्यौँ, आधुनिक कानुन र यसका प्रयोगहरू। आजको दुनियाँमा यी कुराहरू कसरी लागू भइरहेका छन् त? आजको यो आधुनिक व्यापार र अर्थतन्त्रको मुटु भनेकै करार अर्थात् कन्ट्र्याक्ट हो। एउटा वैध करार बन्नलाई प्रस्ताव हुनु पर्यो, त्यसको स्वीकृति हुनु पर्यो, र कानुनी सम्बन्ध बनाउने उद्देश्य हुनु पर्यो। दुई पक्ष बीचको सामान्य सहमतिलाई कानुनले कसरी बलियो र बाध्यकारी बनाउँछ भन्ने कुरा यसले मज्जाले देखाउँछ। अनि समय फेरिएसँगै कानुन पनि त फेरिनु पर्यो नि, होइन? अहिलेको यो डिजिटल युगमा भौतिक मात्र नभएर भर्चुअल संसारलाई पनि व्यवस्थित गर्न जरुरी छ। त्यही भएर साइबर कानुनको जन्म भयो। इन्टरनेटको प्रयोग डिजिटल कारोबार र अनलाइन अपराधहरूलाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा यसले हेर्छ। कानुन कहिले एकै ठाउँमा रोकिँदैन, यो त निरन्तर बगिरहने नदी जस्तै हो। आजको यो विश्लेषणको अन्त्यमा हामी त्यही प्रश्नपत्रको एउटा अत्यन्तै शक्तिशाली प्रश्नमा पुगेका छौँ। न्यायलाई एक शब्दमा स्पष्ट पार्नुहोस्। एकपटक सोच्नुहोस् त, यी सबै नियम, अदालत, अधिकार र कानुनका ठेलीहरू, यी सबैको एउटै मात्र अन्तिम लक्ष्य भनेको न्याय पाउनु हो। तर के न्याय जस्तो विशाल कुरालाई एउटै शब्दमा बाँध्न सकिएला त? कानुन आफैमा न्याय हो कि न्यायसम्म पुग्ने एउटा बाटो मात्र? यो यस्तो प्रश्न हो जसले हामी सबैको दिमाग रन्थनाइदिन्छ। यही प्रश्न तपाईहरूको विचारको लागि छोड्दै आजको हाम्रो यो विश्लेषण यहीँ टुङ्ग्याउँछौँ।